मुझी लाइक कर सब्सक्राइब कर मुझी च्यानललाई भिडियो आज चाहिँ हाम्रो नयाँ साथीहरू भेटिरहेको छु। पुरानो साथी भन मुझी नयाँ पुरानो साथी भन मुझी मित्र एकदम रमाइलो। पहिलाबाट अब हामी सँगै पढिन्थ्यो। ऊ चाहिँ फेरि एक ब्याच माथिल्लो भए पनि एकदम मिल्ने साथी हो। ऊ फेरि 2 ब्याच माथिल्लोको हो। 3 ब्याचै भनौँ न, 3 ब्याच माथिल्लोको साथी हो होइन। माइला माइला यता फेरि हिरो चाहिँ सँगै हो 2 जना। सँगै छोडिसक्यो भन्दैन 2 जनाले फेरि मुजी भ्लग बनाउँदैछ के मुझी लाइक कर सब्सक्राइब कर मुझी च्यानललाई खतरा आउँछ फेरि यो त म बनाउनु चाहिँ फेरि होइन बनाउनु चाहिँ राम्रो बनाउँदिनँ होइन। त्यही पनि अब पुरानो साथीहरू भेटेको छु, खुसी लाग्यो होइन। आइफोनबाट बनाऊँ भनेको साथी सोध्यो कि आइफोनको चार्ज सक्यो। त्यही पनि अब मेरो रेडमीहरू त के मैले त्यो आइफोनको थियो पनि भएन नि त होइन। त्यही र अब बनाउँदैछु। बनाउनु चाहिँ हेर्न गाइज कसैले मलाई मन पर्यो भने मेरो सोभित गुरुङ सोभित लामा नेपालीबाट छ मलाई फेन्डिएसबाट अनि कसैले मलाई मन पर्यो भने मेरो सोभित गुरुङ सोभित लामा गुरुङ नेपालीबाट छ मलाई फेन्डिएसबाट हुन म एक्सेप्ट गरेँ। तेरो उयो भन्ने नि त युट्युब आइडी युट्युब च्यानल सोभित गुरुङ छ, भाइरलै छ। 5,000सम्म भ्युज पुगेको छ, 2,000 3,000सम्म पुगेको छ 3-4वटा भिडियो। युट्युब चैनल फोन बिग्रेछ गाइज, फोन गर्नु होला जसरी भयो भने उठाउने छु जसरी भयो नि। यता हाम्रो सर के भन्न चाहन्छ युट्युब च्यानलको नाम र सब्सक्राइब भन्ने होइन। भनिदिउँ। मेरो सम्धिको भिडियोमा चाहिँ लाइक सब्सक्राइब कमेन्ट हुनु पऱ्यो होइन। अब धेरै त भन्नु चाहिएन, सब्सक्राइब चाहिँ कति भन्नुपर्छ 1K चाहिँ पुऱ्याइदिनु। ल अब गाइज हामी पनि अब हातबारीबाट हाम्रो अब किनभने आज भेट्नुको कारण चाहिँ कस्तो छ भने हाम्रो चाहिँ अब धेरै दिन पछाडि भेटेको। त्यो पनि धेरै दिन भन्दा नि हाम्रो चाहिँ अब भेट चाहिँ कतिखेर भएको थियो भन्दाखेरि तपाईँ 1 वर्ष जति भएको थियो हाम्रो भेट चाहिँ। भएकै थिएन भेट चाहिँ होइन। अनि त्यही पनि आज चाहिँ साथीहरूले बोलायो। गएँ डुडे भए पनि गएँ होइन गाइज। अनि यता चाहिँ भाइ छ, हामी चाहिँ यसो अब डुल्दै आएको होइन। पनि अब रमाइलो त भइरहेको छ। त्यही पनि अब धेरै दिन पछाडि भेटेको साथीहरूसँग त धेरै रमाइलो हुन्छ होइन। अनि आज रमाइलो भइरहेछ गाइज हामीलाई। बुझ्छ के भन्छ चिसो पानी स्नो भनेको त अब म एकछिनमा आउँछु, फोन गर्छु ल। अनि म चाहिँ फेरि उनीहरू खेत जानुपर्ने छ। हामी साथीहरूले धेरै दिन पछाडि भेटेको भनेर अब उतै साथीहरूकोतिर जाउँ भन्दैछ। म चाहिँ फेरि फर्किन्छु होइन। फर्किने चाहिँ एकदम फर्किने हो। त्यही पनि फर्केर चाहिँ आएर चाहिँ तल अलि समस्या छ, मेरो पनि धेरै समस्या छ। अनि त्यो पनि आएर चाहिँ थोरै कामहरू छ, काम गर्छु। अब त्यस्तै हुन्छ गाउँघरको ठाउँहरू। गाउँघरमा अब के हुन्छ र, दुःख गर्नुपर्छ होइन। अब यहाँ चाहिँ केटाहरू चाहिँ पर छ, पर्खिँदा भयो गल्यो क्या, धेरै गलियो बिसायो। अब मेरो चाहिँ हात फेरि यस्तो भइरहेछ फेरि बेलामा होइन अलि रगत आइरहेछ। अब औषधि खाने टाइम भइरहेछ मेरो चाहिँ। फेरि केटाहरूले उता जाउँ भन्दैछ, के गरौँ त जानुपर्छ नि होइन। किनभने मेरो चाहिँ औषधि खानु भन्छ कि मेन कुरो। ठिक छ मेन कुरो होइन। मेन कुरो चाहिँ मेरो लाग्दिने भने लाग्दिने त्यसो भए मेन कुरो मेरो के भने सम्झे नि यो औषधि चाहिँ खाली पेटको छ क्या। मेन कुरो खाजा नखाइ भात नखाइ खाजा नखाएको औषधि छ। अनि खाना खाएपछि छ धेरै छ औषधिहरू पनि खाँदा दिक्क लाग्छ। औषधिहरू पनि कहिले खाएको छैन। अनि
हल्का औषधि हानिदिएको छु त्यो पनि अब भइगयो त अब होइन सो गाइज हामी चाहिँ अब हल्का अब उनीहरूलाई सम्झाइ हेर्छु के भन्छ होइन साथीहरूलाई भयो भने चाहिँ अब उनै फर्किन्छु उनै फर्केर चाहिँ अब हल्का औषधिहरू खानुपर्ने छ त्यो औषधि चाहिँ एकदम कडा छ क्या मम्मीहरूले त्यही आएको होला होइन अनि म एक्लै हुन्छु तल हड्डीमा चाहिँ तेरो औषधि हान्नुपर्ने छ क्या पार्टी गाह्रो छ यहाँ गाइज फेरि अब मेरो चाहिँ औषधि खाने टाइम भएको थियो होइन अनि साथीहरूले चाहिँ अब जम भन्छ ल गान्ची भनेर म घर पुगेर कल गर्छु केटाहरूको फेरि एकदम उनीहरूको फेरि बिगारिदिनु हुँदैन क्या यता लोयाल म चाहिँ फेरि सिङ्गल जस्ट फन आयो सिङ्गल गाइज ठिक छ फेरि अर्को बाजी भेटौँ है बाई 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 गाइज बाई